हेलो भनिदिनु के सन्चै हुनुहुन्छ? यहाँ त रोटी पाक्दैछन्, सेलरोटी ताता ताता खाने बा आउनु कफी ल्याएर उता कफी छ यता ताता रोटी छन्। 1 कुन्टल पिठो हो, आज दिनभरि लाग्छ हामीलाई रोटी हाल्नलाई। आजको टाइम रोटी हाल्नु जाने जानी भयो आज कसर बाट्ने त कति बेला हो? पर्पाउनु धेरै छन् बाबु, त्यही भएर धेरै रोटी पकाएको के। ठीक ठीक। हजुर चाहिँ सानो ठिक छ, सबै राम्रो भएको। रमाइलो लागिरहेको छोराको बिहा छोरीको बिहा भए पो रुन्थ्यौ त दिदी, छोरा बिहा भएको छ। बुहारी ल्याउने रमाइलो छ, खुसी छ। हजुर मलाई नि के आमाको बाँधेर के बसेपछि नभ्याएछ न हामी त बिहा बसेमा त नभ्याएकन हामी त उठ्दैन हामी त आगोमा त बसेर पकाउँछ दिनभरि। आज त हामीले त आगो पुगे छैन। नहाँसेर नि के बिहाको फोटो बनाउने हो त नि। माइली दिदी है, माइली दिदी यहाँ त धेरै छन् दिदी बहिनी त। माइली हो। थ्याङ्क यू। राम्रो लाग्छ एकदम। छोराको बिहेमा गर्नु, बुहारी ल्याउनु एकदम गर्व। प्रोग्राम अब सबै छ, माला रोटी बनाउने, अब पुरी त केटिङ छन्, नाच गानी हुन्छ। आफै गर्ने हो नि, नाच्छु अलिअलि। नाच्नु धेरै नाच्थेँ, अहिले त अब अलि बुढाबुढी भइयो। हजुर कति वर्ष हुने बेला जन्मिनु भयो हाम्रो दिनेशजी? बाबु ठ्याक्कै 38 वर्षमा, बाबा 50। दिनेशजीको बारेमा के भनिदिनु न? दिनेशजीको बारेमा त अब के भन्ने, छोरो एकदम राम्रो छ दिनेशजी। अब दुलै पनि राम्रो हुन पर्यो, त्यति भन्न नै आउँदैन। दिनेशको बारेमा भन्नु, दिनेश कस्तो हुनुहुन्थ्यो सानोमा? कतिको फटा, कतिको सफा? एकदम सन्ची, सोझो सोझो, दिदी बहिनीलाई एकदम माया गर्ने। दिदी ठुली दिदीले गर्नुभएको, टेन्सन दिएन छोराले। छ बहिनी मुनिको छोराले नि केही दुःख दिएन के, बिमार हजार यस्ता केही दुःख दिएन, कसै केही बिराम पनि गरेन। प्यारो, सब गाउँले पनि प्यारो, सबको संसारकै प्यारो। दिल चम्पै चम्पै बाँधे सिन्दूरी से लागे। अनि बुवा आज हल्दी कार्यक्रम हुँदैछ, कस्तो रमाइलो लागिरहेको छ? रमाइलो मान्नु पर्यो नि, शुभ कार्यमा रमाइलो। दिनेशजी कस्तो हुनुहुन्छ, कस्तो मान्छे हुनुहुन्छ? सोझो खालको मान्छे हुनुहुन्छ, कस्तो? ठिकै छ हाम्रो होइन। छोरा पनि कोही जाँड खाएर हल्लाउने, कोही चाहिँ उ गर्ने, बाबु सम्पत्ति बेचेर खाने। छोरा त अनेक तरहका हुन्छ, हाम्रो यो त्यस्तो छैन।
आफैले कमाएको छ आफै रमाउनु। भोलि हामी कति बजी निस्किने हो? भनाइ त 5 बजेसम्म छ। घरका मान्छे मात्रै 30-32जना गएको त अलि निस्कने बेला डेली नै गएको थियो। 5 बजे भनेको 6 बजे निस्केको। अब भोलि चाहिँ जन्ती टन्नै भनेको छ। गाडी ठुला चाला छन्, साना हुनन् 2-3टा। त्यहाँबाट यो मान्छे आइपुग्ने हुन् कि होइनन्। यहाँ जेरी पुरीहरूको कार्यक्रम राखेका छन्, त्यो खाएर ठिक समयमा रेडी हुने हुन् कि होइनन्। भोलिलाई अलिकति समस्या। भोलि सबैजना यहीँ भेला हुने हो? यहीँ जम्मा भएर यहीँ जम्मा भएर जाने? अनि आउनेहरू सबै यहीँबाट हुन् कि ठाउँबाट छन्? अब 24 कोटीबाट 1-2जना हुनन्। खास जग्गा जग्गामा मेरो छैन। यहाँ हिँडेपछि त डाइरेक्टै जस्तै हुन्छ। 1-2जना मान्छे कतैबाट आएर उभिया भए आफन्तवरी लानु पर्ला, उनको भरमा हुन्छ त्यो। खास त्यस्तो जग्गा जग्गा रोक्ने मान्छे चलाउने त्यस्तो छैन। कान्छा छोराको धुमधाम बिहा गर्न खुसी हुनुहुन्छ हजुर? खुसी छु एकदम। अब बिहा पनि आफूले कसैको ऊ नभएर पैसा नभएर एक कट्ठा जग्गा बेचेर पनि बिहा गर्ने मान्छेहरू छन्। कोही सबै ऋण खोजेर बिहा गर्ने पनि छन्। हाम्रो त्यस्तो छैन। लगभग करोड जति सुनमै 65,000 जति सुनमै गयो सबैलाई। 65 लाख जति त्यो हाम्रै यहीँ थियो। अहिले कपडा 7-8-10 लाखका कपडाहरू किने होला। एकजनालाई 4-5 जोडको हल्दीमा छुट्टै, उहाँ इङ्गेजमेन्टमा छुट्टै, हाँ अस्तिको इङ्गेजमेन्टमा छुट्टै लुगा थियो। छुट्टै, अब भोलिलाई छुट्टै हो। त्यो सबै गर्दा गएछ पैसा। करोड जति आफ्नै थियो, त्यो सकियो। अब 30 लाख खोजेको बाहिर नपुग्ला। आजको दिनसँग आफ्नै पुग्दैछ। कुनै कुरा कमी नगर्ने भने त अब एकपल्ट गर्ने बिहा हो, मजाले गर्ने। अब पैसा कमाउनु त फेरि काम गरेर कमाइहालिन्छ नि। कमाइहाल्छ। त्यही भन्छ ठिकै छ। अब एउटा छोरो पनि हो। हामीलाई नि अस्ट्रेलिया लगेर घुमायो केहरू खबर दिन कोही फोन गर्छ। छोरा भनेर नि सज्जन हुन पर्यो। त्यो 10 भाइ छोरा भएर कुनै उलटमा लाग्ने, जाँड खाने, गाँजा खाने त्यस्तो भयो भए खतम थियो मामला। एउटा हुनेको नि त्यस्तो परेछ नि। हाम्रो एउटै छ, सज्जन छ। त्यही भएर ठिकै नै लागेको छ। धेरै भएका त बरु एउटा दुईटा सजिलो पनि। जिमी जग्गा म इन्डियामा नोकरी गरेर जोडी हालेको छु। बाउको एक सुक्का पनि लिएको छु। बाउको सम्पत्ति दाइले मेटेर खतम पारेर म त सुकुम्बासी जस्तो मान्छे हो। जिरोबाट सुरु गर्नुभएको? जिरोबाट सुरु गरेर आज जिरो पनि इन्डियामा गएर महिनाभरिको 5 रुपियाँको नोकरी गरेको। 1 वर्ष गरेको 60 रुपियाँ दिएको साउले। त्यो पनि भाडा धुने। लाखे शोभाको लागि दर्शकहरू यहीँ वरिपरि नै बस्छन्। यहाँ बस्ने, हाँस्ने, सबै रमाउने। भोलि फेरि कालो भएर नचिन्ने। 1-2टा पानी यता पानी ल्याऊ।
अमृत आयो ल ल्याउँ त म रेडी भएर आइहाल्छु हुन्छ ए अनि यहाँ हाम्रो कुरो भएको थियो बिहानलाई त एकछिन हुँदा राम्रो हुन्छ बाबु भनेको तर दुःख पाउने हुनुभयो हिँड्नु भएको छ अरे बेलुका बसाइ कहाँ हुन्छ फेरि यतै आउनुहुन्छ कि कता आउने यहीँ आउनुभयो बेलुकै बेलुका होइन भर्खर आएको हामी ए यहाँ बस्नु पर्यो मामा कटोरा यस्ता हटा है मामाले भरि अब त्यहाँ यसो अक्षता राख्नु कस्टम संरक्षण नमाने सिसा त हुँदैन अब उता त्रिभुज लेखेर दहीको दुध राख त्रिभुज लेख्ने कि बनाउने त्यहाँ पनि फुल राख अक्षता राख त्यहाँ माथि त्यो दहीको दुध एउटा पवित्र राख यहाँ तिनवटा पुष्ट टुक्रा राख ओम पवित्र नाम देवी देवी राम अग्रेको अग्रेदिन कति धातु धेरै पुष्ट टुक्राले यसो जल फैकिदियो आफ्नो शरीरमा झर्क ओम अपवित्र पवित्र वा यसो सुनेका छन् आत्मशुद्धि प्राप्त शुद्धि लाग्यो वास्तुशुद्धि भूमि शुद्धि पवित्र त्यही भित्र छ नि त्यो साइलो है बिहा गरेर त्यही आएको हे दीपनारायण यो नमो नमः मैले ग्रह दशा शान्ति स्वस्ति यज्ञ गर्नका निमित्त शुभ विवाह कर्म गर्नका निमित्त हे दिपायन देवता तपाईँलाई मैले यस्तो म बोलाएको छु यहाँ बस्नुहोस् फेरि भएर बस्नुहोस् जस्तै पृथ्वीमा सूर्य हुर्केर उज्यालो हुन्छ त्यस्तै हाम्रो फुल राख्नु दुनो छ नि त्यहाँ दुनो ल्याऊ दिदी त्यहाँ दुनो पूजा भइला पुग्छ तेल थप्ने हो भने 3 दिन पनि पुग्छ त्यो डालीले राख्नु त्यहाँ यो यहाँ त्यो दिनुहोस् भयो सुपारी भयो कपडा भयो ससी भयो
तपाईँ त 72 भन्दा बढी हुनुभयो बढी भयो 2-3 महिना बढी भयो 74-75 मा हुनुहुन्छ अहिले 10 साल हो गयो 74-75 मा हुनुहुन्छ म हिजो आजबाट म 72 मा लाएँ के थियो बहिनी खाने एउटा भैमा फुल्दा बुढाबुढी तगडा हुनुपर्छ रोगले समात्ने मोती बिग्नु भन्ने आएर आज 20-22 दिन गरिदिनु भयो अझ चस्मा फाल्यो होइन हाइयो त बिमार निक्लने कहिले नपारो पिछामा नहुने कहिले क्या हुने भोटेर राख उनका सिङ बारीका फुल तामाको बिस अब त बाबाहरू बसेको डोठा पर्लिम हो मैले हो नि कस्तो मजाले माम खान्छु मामा भन हो नि लु निला रे फोटो खिचिदिनुहुन्छ राम्रो निला त म त झापाबाट आएकी भान्जी हुँ नि भन न निला निलेर देखाइदेऊ अरे मामालाई दाँत कतिवटा छन् देखाइदेऊ अरे निलेर देखाइदेऊ न निल्नु न केही गर्नुहुन्न नि मामाले त कस्तो माया पो गर्नुहुन्छ त शनिबार भन्नु पारस पुष्पार काकिन्छ भन्दै तिम्रो मामा हुनुभयो मेरो मम्मी तिम्रो मम्मी ए उहाँ चाहिँ हो देव शांति 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 धाप शांति 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 अब त्यो चौलिसको घुमाएर तपाईँ तल चौलीको यसरी घुमाएर पिरा ओम दिपिर सीता
हजुर के गर्दैन यो पिठो मोल्दै बाबु भइसक्यो सबै भइसक्यो अब पकाउने मात्र बाँकी अब पकाउनु मात्रै बाँकी छ मन परे जस्तो गर्नुभयो के भन्नु भयो रे यतै मन परे जस्तो भन्नुभयो के हो म त घुम्दै आइरहेको ए ल हजुर के गर्दै हुनुहुन्छ हामीले यहाँ रोटी पकाउनु लाखौँ भाइ खै त रोटी पकाइदिएको होइन यहाँ साथी दिएको अब मेरो पालो हो पालो गर्दै गर्नु मैले छोराहरू भनेर आमालाई मन पराउनु पाइएन र पाइयो होइन भाइ आइसक्यो अरे आमाको फोटो निकाल्छु भन्दा नि कति रिस गरेको हुन्छ दिदी बहिनीले ल हाम्रो भाइले रोटी कस्तो बनिरहेको छ एकदम राम्रो भाइ सकेसम्म रोटी राम्रो बनाउँछौँ रोटी देखाइदिनु पर्यो मजाले यो पाकेको रोटी ल भाइ यस्तै राम्रो बुहारी आउनु हामीलाई माया गरौँ पालौँ खाउँ भयो मलाई त खानु भाइ अहिले खान्छु अहिले खिच्छ नि ल हुन्छ भाइ ल एक मैले लाउनु पकाइ लाग्नु भयो भित्र लान लाग्यो बाप रे कतिवटा छ यसमा यो त घर लगेर जाने भनेको छ आफ्नो घर लैजानु आफ्नो घर एक रोको हो हजुर एक बाबा लैजानु पर्यो नि बिहामा बोलाउला आएको बेला लौ नलैजानु भाइ ए ल हाम्रो दिदीको रोटी बनाउने पाला आएछ ल खिच्दिहाल्यो मलाई मात्रै बाँकी छ नि भाइ दिदीको रोटीको सेप हेर्दैछौँ हामी कस्तो हुन्छ रमाइलो भइरहेछ बिहामा एकदम रमाइलो भयो भाइ अब बेलुका नाच्ने हो नि त भाइहरूको घर कता हाम्रो दाङ हो दाङ हो अहिले बसाइ काठमाडौँ ल हेर रोटी कस्तो भयो रोटी एकदमै राम्रो होइन क्या हजुरले त नामलै खोज्दैछु के अरे नामलै छैन दिएको घरमा नाम लेखेर अघि पछि घर लग्छु भन्नुभयो उहाँले मैले सबै लाने भने जल्दी जति उतै जान्छन् त खानालाई त्यही भएर हो के गर्न लाउनु भएको भन्नुहोस् न त्यो त के अलि राम्रोसँग बस्न आउने दाम्रो के छ हालखबर तिमी डन हौ कस्तो बिहे हो बी प्लस हुन्छ भन्नुहोस् न कस्तो बिहे हो दिनेश मामाको रमुना माइती हजुर जाने कि नजाने जन्ती जानी हो हो रमाइलो गर्ने कि नगर्ने गर्नु हो दिनेश मामा कस्तो हुन्छ पिट्नुहुन्छ होइन तिमीलाई हुँदैन माया गर्नुहुन्छ मुना माइजु नि माया गर्नु कति गर्नुहुन्छ माया धेरै गर्नुहुन्छ मलाई के बनाएकोमा दाल लाग्यो क्या के खायो यो सब बास्नु भन्नुभयो म पनि यो त हेको टास्किन नि त ऊ के भने भनेर ऊ किन आफै बनाएको रहेछ म त किचनको होला सोचिरहेको आफै बनाउनु ऊ चाहिँ किन्छन् त्यो बाहिर राख्ने यो के को हो यो के हो यो चाहिँ तपाईँले बनाएको मैले बनाएको यो ओइलिँदैन भन्छ नि त्यस्तै गरेर जीवन पनि रोपेको त होइन हामीले आफै ओइलिन्छ अजम्बै हुन्छ अरे क्या त्यो भनेको चाँडै नओइलाउने त्यस्तै जीवन पनि त्यो 2 बजे मौलाए भन्छ नि
कस्तो लागिरहेछ राजा हामीलाई धेरै खुसी लागिरहेछ एक्साइटेड छौँ कतिखेर बुहारी भेट्ने भनेर हजुर भोलि आइपुग्छन् हामी लिन जाँदैछौँ बिहानको 4 बजे हिँड्ने भन्ने कुरा छ अब 5 बज्छ होला अहिले त्यस्तो नभन्नु न 4 बजे नै भन्नु अहिले 4 बजे नै भने हम हजुरले 5 बज्ला भन्नु भनेको त्यो 5 बजे भने जस्तो यहाँ हिजो त्यही विषयमा विवाद भएर 7 बजे हुन्छ भने कसैले हामीले नै 5 बजे भने पनि 6 बज्छ भनेर कति विवाद हुन्छ यिनीहरू सोध्नु त मामाको बिहामा कस्तो लाग्छ यो दुवैजना भान्जाहरूलाई अन्जा हजुर भन्नु ल बोल के गर्दै हो तिमी काँक्री सिकाएन भन न भन्दा क्रिएटिभ माइन्ड छ है उसले के बनाउँदैछ स्किल ल्याएर स्किलफुल पर्सन सबै कुरा आउँछ क्या यसलाई गर्नलाई गर्न दियो भने सबै कुरामा छ क्या पर्फेक्ट छ चित्र बनाउने पढाइ पनि राम्रो छ हाम्रो दिनेशजी कस्तो हुनुहुन्छ सानोमा दिनेश सानोमा त्यस्तो चञ्चले पनि होइन शान्त स्वभावकै हो हामीसँगै हामीले एउटै के अरे हुर्काइयो बढाइयो होइन हामीसँगै राखेर पढाइयो एउटै भाइ भए पनि त्यस्तो के अरे दिदीहरूलाई सताउने त्यस्तो खासै केही पनि थिएन कि मायाले थियो सानोमा भाइ छ त्यस्तो स्वभाव राम्रो अहिले पनि हामीलाई त्यत्तिकै माया गर्छ हामी 6 जना दिदी बहिनी हो भान्जा भान्जीदेखि लिएर सबैलाई माया गर्छ आफन्त इष्टमित्र सबैलाई के उसले गर्न पर्ने कुराहरू सबै गर्छ होइन बाबु गाउँ अब आफन्त इष्टमित्र गाउँले सबैको प्यारो हो गाउँकै प्यारो हो हामी यहाँबाट जन्ती जाने चाहिँ 200बाट माथि नै हुन्छ जन्ती जान चाहिँ त्यति हामीले अनुमान गरेको चाहिँ त्यति छ 4वटा गाडी छ अब हो त्यत्रो टाढाको जन्ती अझ नजिक भइदिएको भए त 1000भन्दा माथि धेरै हुन्थ्यो हजुर 4वटा गाडी अनि त्यसपछि सानो गाडीहरू हुन्छ अनि हाम्रो बुहारीलाई के मेसेज दिन चाहनुहुन्छ अब यहाँ आएपछि के एक्सपेक्ट गरेर आउने अब हामीलाई त्यही हो अब बुहारीले माया दिनु पर्यो होइन हामी सबैलाई त्यही हो माया दिनु पर्यो प्यारो भएर बस्नु पर्यो सबैको होइन भाइ जस्तो छ बुहारी पनि त्यस्तै हामीले अपेक्षा गरेको त्यही हो हजुर मैले पटपछि भेटेको छैन अस्ति चाहिँ यसो इङ्गेजमेन्टमा भेटेको हो कुराकानी चाहिँ भइरहेको छ एकदम एक्साइटेड छ हो नि बुहारी लिएर जानलाई हामी एकदमै उत्सुक छौँ भएन है हामीले जस्तो माया गर्छौँ त्यस्तै मायाको अपेक्षा गर्छौँ हामीले दाम्पत्य जीवन खुसी सुखी होस् त्यही चाहना हो सधैँभरि राम्रो देख्न पाइयोस् डुबा आइपुगेन है अरू What is it?
थरियो पढाएर नै जाइरहेको This is our cappuccino. The taste is same like a cappuccino, only the design is not there. Right? Mobile coffee. It is very tasty. Same taste. कति बेला ठिक्क हुन्छ बनाउन बस्दाखेरि सुक्खा रोटी त होला कति बजेतिर अहिले माथि यहाँ अब यहाँ म घर गएर कति चाहियो बुढाहरूलाई नि नहटोकेर हामीलाई बस्नु यहाँ ढुक्क खाके जनतालाई रेडियो जनतालाई जनता रेडियो नि तपाईँहरूले भ्याउनु फुलसुरी खिचेर त्यता ल ओलीको लागि एउटा काटी भित्रबाट एउटा मुला निकाल्नु सुन्नु मुला खुसार भएको खबर छैन है खुसार नराखेको ल बाइ यहाँ हाम्रो यहाँ छिमेकी दिदीहरू सबै हुनुहुन्छ उहाँलाई इन्टरभ्यू दिनु के अरे कस्तो ल ल साईको बिहा भएको रमाइलो छ नि त्यसकै रमाइलो छ हाँसो छ खुसीले गज गज कतै केही नदेखिकन ल ल यहाँ मोबाइलमा खिचेर रमाइलो
बनाउनु दिनेश भाइको बिहामा हामी रमाइलो गर्दै बर्सीका बुटा नाग्दै बाटो नि नदेखिकन यहीँ औषधि यहीँ ल्याएर बुर्कुसी मार्दै आएछौँ हामी। हाम्रो काखा हुर्केको भाइ हो, अहिले कति रमाइलो लाग्छ हामीलाई। धेरै रमाइलो नि गर्ने छौँ। हाँसेर भयो नि नाच्न त त्यस्तै हो, हाँसेर भयो नि रमाइलो ल अर्कीले भन त अब ए मनी बोल मनी मापा बोल्दैछु। आज दिनेश भाइको बिहा हो, हामी त पहिला सँगै बसेका हौँ, माथि घर सँगै थियौँ। अहिले यहाँ झरेको वर्ष 4 भए। आज हामी हाम्रै काखा जन्मेर हुर्केको भाइ हो। खुसी लाखा, हामीलाई धेरै खुसी लाखा। खुसी भएर बिहानैदेखि हिजो अस्ति आउन नपाएर आज आइए। यस बेला अब केटाडी बोर्डिङ सोर्डिङ पठाएर अरेर उम्केर आइए। ए नाच्ने गाउने रमाइलो गर्ने खुसी हुने, खुसीले गजगजी भयौँ हामी। खुसीले गजगजी भयौँ। ए मामाले म त छोराको बिहा नहरिकन मर्छु क्या भान्जी भन्नु नि त। छोराको बिहा गर्न पाउनु भयो, विदेश गएर आयो, छोराले बिहा गर्यो, बुहारी देख्न पाउनु भयो। त्यहाँ नि धेरै खुसी छौँ हामी, एकदम खुसी छौँ। अहिले हामी खुसी भयौँ, हामीलाई रमाइलो लाग्यो। अझ हामीले सधैँ यस्तै खुसी देख्न पाइयोस्, सधैँ रमाइलो देख्न पाइयोस्, सधैँ हाँस्न गाउन नाच्न पाइयोस्। जहिले पनि माया ममता यत्तिकै होस्, नछुटोस्। भाइले बिहा गरे नि हाम्रो माया ममता गरोस् बेसरी, कहिल्यै नछुटोस्। म दुलै पछि नलाओस् भाइ। बाआमालाई नि एकदम ध्यान पुर्याओस्, दिदीबहिनीलाई नि ध्यान पुर्याओस्। राम्रो होस्, दुलैको ठाउँमा दुलै राखोस्, बाआमाको ठाउँमा बाआमा राख्ने, दिदीबहिनी ठाउँमा दिदीबहिनी राख्ने। राम्रो होस्, आँटे ताकेको पुहोस्, सम्पन्न होस् हाम्रो भाइ। त्यही छ धोका, हामीलाई छैन। को बोल्यो ठुली आमा बोल्नु न, किन अरू नबोल्ने? दिदी बोल्नुहुन्छ अब। ए हामी दिदी बहिनी सँगै बसेका हौँ। बहिनीहरूले नि हुरुक्कै गर्छन्, हामीलाई नि बेसरी माया लाउँछ। बहिनीहरूले नि आफ्नै दिदी जस्तो, आँताको दिदी जस्तो गर्छन्। हामीलाई पनि हाम्रै बहिनी हुन् जस्तो लाउँछ। हुन् मामाका छोरी भयो नि, फुपूका छोरी भयो नि, दिदी बहिनी ओल्तिर पल्तिर बस्यौँ, एकदम खुसी लाउँछ। हाम्रो ममता कहिल्यै नटुटोस्, राम्रो होस्। भाइ बुहारीलाई आँटे ताकेको पुहोस्, मामा माइजूको आयो चिरञ्जीवी होस्। सबै कुरा भलिपूर्ण भएछ, अझै होस्, सम्पन्न होस्, सम्पन्नशाली हुनुहोला भन्ने धेरै खुसी लाग्यो मलाई। अब अरू त के भनौँ र, यही हो, भाइको बिहा गर्नु पाइयो। अब रतौली गाउने, नाच्ने, हाँस्ने सबै हो ल। अब देउकी ल। चकमा उर्के धोका धोकाइ जन्मेको भयो नि, आँगनीमा नाच्न पाइयो नि। धोका धोकाइ जन्मेको भयो नि, आँगनीमा नाच्न पाइयो नि। धोका धोकाइ जन्मेको भयो नि, आँगनीमा नाच्न पाइयो। हे हामीले रतौली गएको छ, भाइको बिहे रमाइलो भएको छ। हामी
हामीले निमा नाचन पाइयो नि काँधका जन्मेको भयो नि आँगनीमा नाचन पाइयो नि धोका धोकै जन्मेको भयो नि आँगनीमा नाचन पाइयो नि धोका धोकै जन्मेको भयो नि आँगनीमा नाचन पाइयो के भन्नुभयो पहिले त छोरा छिमेकी चकी छन् अहिले त छोरा छोरा भन्थ्यौ नि पहिले त छोरा छिमेकी अहिले त छोरा छोरा भन्थ्यौ नि पहिले त छोरा छिमेकी चकी छन् अहिले त छोरा छिमेकी चकी छन् अहिले त सबैलाई गर्दैछु नमस्कार बुढेसकालमा छोराको चमत्कार सबैलाई गर्दैछु नमस्कार बुढेसकालमा छोराको चमत्कार सबैलाई गर्दैछु नमस्कार बुढेसकालमा छोराको चमत्कार बुढेसकालमा छोराको चमत्कार बोली हाम्रो भाइको बिहे अगनीमा रमाइलो गरिदिए अलि हाम्रो भाइको बिहे अगनीमा रमाइलो गरिदिए अलि हाम्रो भाइको बिहे अगनीमा रमाइलो ए आगनीमा रमाइलो गरिदिए हामी त नाताएका छौँ भाइको बिहे रमाइलोको छ हामी त नाताएका छौँ भाइको बिहे रमाइलोको छ भाइका नाताको छ भाइको बिहे रमाइलोको छ ए भाइको बिहे रमाइलोको महिना भोलि नाच बाँधेर नाच है आज पसिना धारा मैले रुमाल दिएको के सारा उकालीमा पसिना धारा मैले रुमाल दिएको के सारा उकालीमा पसिना धारा मैले रुमाल दिएको के सारा मैले रुमाल दिएको के सारा ले सारेको फुला बाबुलाई कहिल्यै नि ए कहिल्यै नि नामुला ले सारेको फुला बाबुले कहिल्यै नि नामुला
आमाले सरेको फुल बाबुले कहिल्यै नि नबुल आमाले सरेको फुल बाबु तिमीले कहिल्यै नि नबुल ए बाबु तिमीले कहिल्यै नि नबुल लायो घामैलो भाइको बिहा लागेछ रमाइलो घाम लायो घामैलो भाइको बिहा लागेछ रमाइलो घाम लायो घामैलो भाइको बिहा लागेछ रमाइलो भैया लागेछ रमाइलो ल भयो अब कसरी बाट्नु जाने आइदिनु के हुन्ला यहाँ हजुर के हुन्ला कसर बाट्ने बेला हुन्ला कसर बाट्ने बेला भयो अब कसर बाट्ने हो सबै जम्मा भएछौँ अब पिठो मुछ्न खाली छ अब पिठो मुछेर सखर ल्याएर पिठो बनाएर धुल्याएर अनि कसर बनाउने हो रमाइलो गर्ने भोलिको बिहा आज रत्याउनी खेल्दैछौँ यो बाट्नुको के कारण थाहा छ हजुरलाई किन बाटिन्छ भाइको बिहालाई यो हाम्रो परम्पराले कसर बनाउने चिउरा बनाउने बिहामा चिउरा कसर बनाउने चलन भएको हुनाले हाम्रा पुर्खाले परम्पराले बनाउने चलन भएको हुनाले हामीले त्यसरी बाटिन्छ हाम्रा कुलदेवतालाई चढाइन्छ आउने जाने पर पाहुनालाई लाने अब बसेकाले खाने सबैले खाने लड्डु बनाउने भन्ने चलन भएको हुनाले हामीले त्यसरी बनाइन्छ हाम्रा देउतित्रीलाई चढाइन्छ बनाएर पहिला देउतित्रीलाई चढाइन्छ कुलकुलाइलाई भगवान्लाई चढाइन्छ अनि बल्ल अब हामीले पनि ग्रहण गरिन्छ त्यसरी अब सबै कुरो यसो मिलाउनु पर्यो अब अहिले कसर बाँध्न बनाउँदैछौँ अब भाइको बिहे रमाइलो नि लागेको छ एकदम खुसियाली छाएका छौँ हामीले जोडी हो क्या आज त बिहाको दिन जोडी आमाले नबटाबे यो त पर्ला होइ चाहिँ मन पर्छ के थाहा छैन मलाई आमाले लड्डु बनाउन अरे मैले पनि थाहा नभएर पहिला त उयो पैसा ल्याउ त मलाई ल्याउ छोरी मलाई हो र एक टपर चाहिन्छ मलाई एक टपर छोरा बिहा हो छोराको कतिजनाको बन्द एक टपर हुन्छ जम्मै किन्ला हो
आमा 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 अन्त त बाबा बाबा होइन थोरै मुछेर थोरै मुछियो पहिला ओके भनेर त्यहाँ क्यामेरामा आस्ते नानी ओ नानी एकैछिन हाम्रो पैसा उता नानी कहाँ जाने आमा बिहाले आज पढाइन्छ सिकाउँछ दिदी यता अगाडि लगाइदिने यहाँ पछाडि आएर भरेर पछाडि नि हुन्छ त यहाँ माथि अलि टप्लक्क लगाइदिनु है मलाई जे खाने भगिले फेरि बाँकेर ढिलो लगाइदिएर पहिला यो अलिकति अहिलेको लागि हालिदिनु साह्रो भएर दुई किलो भएर किलो भएर बरु नपाउने साह्रो भएर साह्रो नगरिन्छ किलो भएर साह्रो भन्दा फेरि होइन यति सकिथे फाल्दिनु त यहाँ फाल्दिनु चित्त फाल्दिनु त सबैले देखाउनु त बनाएको त्यहाँ भिडियो
देखाइदिनु मजाले गीत गाएर बस्छ नि त दिदी तेल ल्याउनु त बिल भर्नु पास रमाइलो भएको छ
तामाको भाँडा ठिकै पाइएन र यही भेटिएर बसालेको होइन सबैलाई थप्न लागेको टिका भयो नि हुन्न ऊ सबैलाई लाग्ने कि मेसैसँग मैं डालू ताल पे भंगड़ा तू भी गिद्दा पाले चल ऐसा रंग जमा दे हमके बने सभी मत वाले मन कहे कि मैं ले आऊं चांद और तारे सारे इन हाथों पर मैं चांद रखूं इस मांग में भर दूं तारे
हेलो हेलो तू फ्लोर पे जब है आई येलो येलो बड़ी सॉलिड मस्ती छाई हेलो हेलो तू मुझे घूमने लगाई येलो येलो कंट्रोल करो मेरे भाई अब भाइको बिहामा के भन्नु अब म आउन पाइनँ अब म नआए राम्रोसँग बिहा होस् अब सबैजना आहान अब दुःख लागेछ अब एउटा भाइ आउन पाएन यही त हो नि अब म नआए राम्रोसँग बिहा होस् अब के भन्नु त्यही त हो नि ल ल अरू भाइलाई बिहे पछिको केही शुभकामना दिनु न राम्रोसँग अब लास्टको एउटा भाइ हो अब छवटा दिदीबहिनीको एउटै भाइ हो अब दिदीबहिनीहरूलाई नबिर्सिनु बिहा गरे नि अब आफ्नो ठाउँमा बसे नि अब भाइ त राम्रै छ अब बुहारी कस्ती आउने बुहारीले पनि अब छवटा दिदीबहिनीलाई पहिले माइत आउँदाखेरि सोच्नु पर्यो बुहारीले पनि अब जस्तो गरेर सोच्ने अब हाम्रो त्यो एउटै भाइ हो अब भान्जा भान्जी खान सबैलाई हेर्नु पर्यो अब आफ्नो परिवारलाई सबैलाई मिलाएर राख्नु पर्यो टाढा भयो अब म चाहिँ आउन पाएन दुःख नमान्नु धेरै धेरै सम्झेको छु ल ल भाइ ल बोलेर मलाई ल्याऊ मैले हजुर ल मामाको बिहामा म आइ राम्रोसँग मनाउनु है अलिक ज्ञानी पनि छोरो बाहिर नहिँड्नु फेरि हराउँदै फेरि त ल सिधा गर्न जाँदा उहाँ त्यो काठमाडौँ जस्तो ठाउँमा त्यो उस नगर्नु लापरवाहीसँग नानी मामुलाई छोड्नु ल ल तिमी त ठुलो भइसक्यो भाइलाई पनि बहिनीहरूलाई ल पछि आउने गयो ल ल भाइ ल ल ल ल ल पछि बोल्ने अब पछि भोलि बोल्ने अब तपाईँ टाइम छैन हल्दी मेहन्दी उसमा हल्दीमा काममा जानेहरू क्या भोलि बिहान कम्ती जाँदाखेरि फोन गर्छु ल ल ल बाई ल ल ल बाई ल ल अहिले पछि गर्छौँ हल्दी लाउने बेलामा छुट्टी लिए पनि अब काठमाडौँ नेटले काम गर्दैन अब वहीँ पुगेपछि हो खालि के अस्ति हामी कस्तो रोग वहीँ टिकाटालोमा छ्या अस्ति कि हामी काठमाडौँ बाबुलाई ठ्याक्क फोन गरेँ कि है अनि मैले फोन उठाएको अनि कस्तो नराम्रो लाग्यो कि सबै दिदीबहिनी हुँदाखेरि दिदी नहुँदाखेरि अनि सबैजना रोएर सबले हामीलाई Don't mind मेरा ये कहना येलो येलो जरा मेरा टच में रहना
थिएँ त्यहीँ हो अलिअलि यसो मात्रै दल्ने हुन्छ
अब छोरे मोबाइल चार्ज गर्दै
लाइट के और के 12 टोके है ना हजुरलाई मच्छर टोके है ना हजुरलाई तिमीलाई टोके आगिलाई यार के रे राम्रो खुट्टा त हेर्नै सक्दैन बाय बाय ला अझै जोडले दल्नु त गोरो पनि धन गोरो माइदिनु नेचुरल रमाइलो भइरहेको छ होइन त्यो भ्याउनै पर्छ लास्ट अझै गाउनु
खोज्छ भाइ चाहिँ मुखमा धेरै हात नहाल्दिनु भिडियो खिच्दै म खिच्दिन अब ल ल केही छैन
बर्थडे भने पर्छ होइन मलाई खुवाइदिनु बालाई जाडो भयो बालाई थोरै मामाले किति चटाइदिनु होइन होइन अलिअलि लगायो भने भर्खर नुहाएको हुन्छ होइन गा हल्का के लगाउनु पर्छ हो बस बस भयो 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 अब भुराले बाँड्दै भइहाल्यो अनि तातो कपडा लाउँछ